हेलो गुड मर्निङ सबैजनालाई फेरि पनि धेरै धेरै वेलकम ब्याक सरु एन्ड राजनको अफिसियल युट्युब च्यानलमा। आज चाहिँ बिहान हामी दुईजना चाहिँ जाँदैछौँ प्रोग्रामको लागि फुकुओकामा नेपाली फेस्टिभल। नेपालीहरूको फेस्टिभल नेपालीहरूले अब हाम्रो नेपालको नेपाली संस्कृति नेपाली पहिरनलाई झल्काउने पाराले हाम्रो नेपाली कार्यक्रम वर्षको एकचोटि राख्दै आएको हुँदै यसपालि पनि त्यही नेपाली फेस्टिभल चाहिँ फुकुओकामा हुँदैछ। त्यसमा चाहिँ हामी पनि भाग लिँदैछौँ। हामी पनि हल्का चमक नाच्ने भनेर चाहिँ हामी पनि रेडी भएर जान लाग्छौँ। हाम्रो आफ्नै पहिरन छ यहाँ तामाङ ड्रेस। सरु पनि रेडी हुँदैछ त्यहाँ लुगा लाउँदैछ। अब म पनि लाउ खोइ के क्यामेरामा देखाएर लुगा लाएर हो। अनि तामाङ ड्रेस हो नि त च्याट्ट लाएर होइन ट्याक्क लाएर प्यान्ट लगाइसकेपछि आउँछ यहाँ मेरो तामाङ ड्रेसको सर्ट सर्लाक फेरि यो लुगा लाएर यो जापानको ट्रेनमा हिँड्दा चाहिँ सबैले हेर्दो रहेछ है सरु। नयाँ लुगा होइन कि यो कस्तो खालको लुगा हो भनेर हेर्दो रहेछ। आज त झन् बिहान छ सबै स्टुडेन्टहरूको के भन्छ बिहान त अब सबै स्टुडेन्टहरू टन्नै हुन्छ के। अब अझ त झन् कति हेर्ने हो। सरु चाहिँ अलि टाइम लाग्छ कि केटा मान्छेको त एकैछिनमा सक्छ हो लुगा लाउन त लौ होइन त यति भएपछि यति। अनि यहाँ छ मेरो टोपी ट्याक्क लाएर Okay, I am ready and sorry जस्तोको त्यस्तै छ। म चाहिँ रेडी तामाङ ड्रेसमा फेरि छुट्टै हेन्डसम देख्छु कि म चाहिँ होइन। मलाई चाहिँ त्यस्तै लाग्छ। सुम गर्दा 7 बजे निस्किन्छु भन्ने मान्छेहरू अहिले यहाँ 7:30 बजे निस्किन सकेको छैन। चार्जर हालिसक्यो मैले एउटा गोप्रोको उसमा छ। इन्द्र फेरि म फर्स्ट टाइम यसरी बिहान छिटो उठ्ने बानी छैन मेरो। जहिले मेरो 9 बजेको अलार्म राखेर उठ्ने मान्छे आज फर्स्ट टाइम 6 बजे उठेको। आमा अनुहार पनि टल्किरहेको रहेछ। धेरै मेकअप भएछ क्या हो थाहा भएन। लु हिँडम खोइ उयो पर्फिँदैन हो। छुस लाउनु पर्यो त उयो बाँच्न आउनु पर्यो मान्छेले फेरि ओ दाई राजन दाई एउटा सेल्फी भन्दाखेरि गनायो भने त छ्या भन्छ त होइन। ल त्यो त बोक न हातमा। भोक लाग्यो के बेला स्याउ काटेर खाँदै अब हिँड्दै जानु लाग्यो। मैले चाहिँ यो बोक्ने रे चाहिँ उसको त ठिकै हो। म चाहिँ अलि जापानिजहरूले हेर्ने भयो यहाँ बानी रोकिया छ हो। निस्क्यो ल पर्दैन लुल्लु ताल चलाइहालामा फेरि यो ट्रेन पनि भेटेन भने चाहिँ ढिलो हुन्छ। लु हौ फनमा चाहिँ रार्ला पनि मुखले केटीहरूको त लुगा त यस्तो बिजोक हुन्छ।
हाम्रो आनन्दै हो हाम्रो बरु तर मलाई पनि जानु भयो यार हामी त हेरेको हेरै भन्थ्यो तर यहाँ चाहिँ के भयो भने ट्रेनभित्र हामीलाई चाहिँ हेरेको हेरे गरेर तनाव यार यस्तो आँट लागेर त्यसमाथि फेरि नाक नचिलाइदिए भएको नाक आफू नाक चिलाएर नाक कोट्याउन मन लगाएर यस्तो साह्रै बिजोग भएको छ त्यही यिनीहरूले यसरी हेरे गर्छ त्यही हेरे बेला कसरी नाक कोट्याउनु हेर्नु न मेरो यहाँ यस्तो बेलामा पिम्पल यहाँ आएर यस्तो नराम्रो भएको छ सुत्नुस् पनि भन्दैन हो सुत्नुस् मलाई तपाईँले सिकाएको हो सुत भनेर हामी चाहिँ ट्रेनभित्र छौँ है हेर्नु फेरि खुल्ला ट्रेनमा रोमान्स गरेर आज योभन्दा एउटा ट्रेन अगाडि आएको भए चाहिँ हामी यहाँ टन्नै भर्या हुन्थ्यो अहिले चाहिँ खाली नै छ अझै अब 2 स्टेसन बाँकी छ त्यसपछि चाहिँ अनि दाईसँगै गाडीमा जाने हो हामी चाहिँ दाई पनि पुरै रेडी भएर त्यही स्टेसनमै आउँछ त्यसपछि हामी यहाँ ट्रेनमा झरेको हेर्नु जङ्गलको बिचमा पो छोडिदियो भाइ अब यहाँबाट कहाँ जाने केही थाहा छैन हो ल कहाँ जाने हामी चाहिँ हजुर दाइ आएकोतिर गएको हो कि उनीहरू के थाहा कस्तो ठाउँमा स्टेसन त यो अरू भन्दा नि टोयलेटै छैन रहेछ यहाँ मलाई टोयलेट बस्न कस्तो मन लागिसक्यो यहाँ आज त दाइलाई रमाइलो दाइले अब कपाल चपाल काटेछ ओहो ह्यान्डसम भएछ हाम्रो दाइ त आज मेरो सालेहरु यति आउँछ कि आज फेरि ओपन छ दिदी छैन फ्री गर्ने मान्छे छैन पैसा छैन जिन्दगीमा मलाई बरु साले मनिस्टर चाहिँ किन्दियो है तिमीले मनिस्टर हैन मनिस्टर आज त बियर खानु हुँदैन तिमीले किन्ने भने खाने हो म त नकिन्ने हो हुन्छ आज अब स्पोन्सर मेरो साले है भाइ त खानामा हुन्छ त्यही नाच्दै बिहार त कोठामै खाइन्छ होला है बरु मोमो झोल मोमो खानुपर्छ ल झोल मोमो ओके झोल मोमो खान्छौँ हामी तिनीहरूले तिर्दिन्छ हो कसले आयोजकहरूले तिर्दिन्छ पैसा तिम्रो एक्सहरू छ हो तिम्रो एक्ससँग त के होइन मैले बेलाको मोबाइल दिनु त किन म तपाईले गिफ्ट ल्याएको छु दिन त भिडियो खिच्न मेरो होइन त थत्तर मोबाइल क्यामेरामा न यहाँ मैले हाम्रो चाहिँ रेकर्ड गर्न न भिडियो चाहिँ हुँदैन कि क्या हो यो त ए दाइको नयाँ लिनु भएको गाडी नयाँ होइन नि चलेकै गाडी मेरो होइन यो गाडी त्यही भने नदेखे हो उहाँको हो त्यही त उहाँ दाइले भनेको कि उहाँको त फर्स्ट टाइमै हो लु यो थत्तर हेर्नु यहाँ नयाँ भाइ ओ दाइको मोबाइल नयाँ बन्यो ल कभर सालीको गिफ्ट अब देखाउनलाई सानो भाइ नि देखाउनलाई लाज हुँदैन अब थ्याङ्क यू साली माया उसलाई चाहिँ किनिदिनु पर्दै उसको मोबाइललाई फुटिया छ मेरो पनि फुटेको
भयो दिन नयाँ मोबाइल कस्तो छ खुसी भयो कस्तो राम्रो मोबाइल आइफोन के अरे 8 भाइ पनि ठुलै देख्दा थ्याङ्क यू साली मोबाइल नयाँ नबोके नि कभर नयाँ फेर्यो भने मोबाइल राम्रो देख्ने छ है साँच्चीकै यस्तो आइडी त हाम्रो भाइसीले त आउँदै भन्दैन सालीले धन्न मेरो बर्थडे त होइन त बर्थडे होइन ओहो थ्याङ्क यू साली थ्याङ्क यो राख्नु नि तपाईको छत्र यू नगर्ने यार खै म त चस्मालाई एउटा सेल्फी गरौँ न यो सालीले गिफ्ट दिएको यस यस ल क्यामेरा रेकर्ड ल मेरो टाउको चाहिँ आएन अनि ल टाउको आइरहेको थ्याङ्क यू साली भाइसीले देखाउनु पर्ने भाइसी त उसले मात्र किन्छ म त किन त हो राम्रो देख्छ चस्माले आम्मै मेरो नि छ हो आज त नाच्न सक्दैन 100 रुपैयाँको अब नाच्नु यहाँबाट जाने हामी युएकीबाट जाने हामी चाहिँ अहिले चाहिँ फाइनली फुकुओकामा आइपुगिसक्यौँ है उनीहरूलाई जाने हो जाउँ दाइ हुन्छ अब चाहिँ फुकुओकाबाट हामी फाइनली तेन्जिङ पार्कमा पुग्दैछौँ यहाँ खाँदैछ दिउँसो यस्तो चिसोमा आइसक्रिम खाने मान्छे हो बुढो भएर नि बच्चाले जस्तो यहाँ चाहिँ ओनिगिरी लबर कुन एङ्गलबाट म बुढ देखेँ तैँले फेरि आज चाहिँ तरुण नै देखेको छ कपाल सपाल काटेर आउनु भएछ आज भाइसी के भनेको त्यो त्यस्तो बुझ्यौ नै यही हो कि अब फाइनली हामी चाहिँ यहाँ फुकुओकामा आइपुगेका छ अब चाहिँ हामी यहाँदेखि चाहिँ हिँडेर जाने किनकि पार्किङ पाउनलाई यस्तो गाह्रो कि है गाडीको पार्किङ पाउन गाह्रो भएर पार्किङ खोज्दा पार्किङ नपाउने होइन पाउन चाहिँ पाउने तर 30 मिनटकै 300-400 लिने अनि यहाँ चाहिँ अनि 50 मिनटको 100 रुपियाँवाला रहेछ फाइनल्ली भेटेको यो पनि अनि त्यहीबाट त्यो फेरि पार्कबाट नजिकै त्यो करेक्ट प्रोग्राम गर्ने ठाउँबाट नजिकै चाहिँ नभएको भएर चाहिँ हामी चाहिँ अलि टाढै आएको यहाँबाट लगभग अब 5देखि 10 मिनट जति चाहिँ हिँड्नुपर्छ होला केही छैन 5-10 मिनट लेफ्ट राइट गइन्छ अनि त्यसपछि रमाइलो गरिन्छ टाइम लामो छ नि त 6 बजीसम्म हो भर्खर 12 नि बजेको छैन 11:30 त भयो लट अफ टाइम छ त्यही भएर चाहिँ बिस्तारै हिँड्दै गइन्छ भन्ने सोचले यहीँ गाडी राख्यौँ कति छ रे 1000 मात्र क्रेडिट कार्ड चलाउने अहिले पसलतिर गएर भन्ने के मसँग पैसा छैन 1000 मात्र छ भनेर भन्नु ल त्यसले त भिडियो खिचेछ 1000 मात्र छ क्रेडिट कार्ड चल्ने त्यही भएर कस्तो नयाँ छ कि म त यो युज गर्नै मन लागेन ताते हो यस्तै भन्छ भनेर युज गर्नै मन लाग्दैन म के गर्ने होला नि पैसा त निकाल्नु पर्छ होला नि पसलमा राम्रो केटीहरुको पसल कता हो यहाँदेखि चाहिँ खोज्नु पर्छ म्याप भन हो म्याप भन मेरो डाटी दिएको चाहिँ म्याप पनि हेर्दा त के हुन्छ त मेरो मोबाइल त तपाईँकै हो सबभन्दा नयाँ तिमी त्यसमै सेकेन्डमा तिमी हेर किनभने त त्यो कोसोको दोहोरो हेर्दा कोसोको पनि हिँड्न माउँदैन त फेरि हामी त के हो रे कोसोको दोहोरो पनि नाम इन्ट्रेस्ट आज इंग्लिश भन्नु न युरिन फाइनली हामी चाहिँ यहाँ पार्कमा आइपुगेका छ हैन प्रोग्राम गर्ने ठाउँमा हामी चाहिँ बाटो नचिनेर कता गाडी चाहिँ कहाँ राखेर आयो थाहा छैन अब यता हामीलाई डोर्याउने मान्छेको हालत कस्तो छैन अब पुरै हिँड्नु नि पछाडि हात राखेर टक्रक सुनको चस्मा लाएर मान्छेको सुन धेरै छ किन देखाउने भनेर कस्तो चिलाउँछ क्या यो सुन त माथि बस्नु नि कस्तो फाइनली हामी आइपुगेका छौँ नेपाली फेस्टिभलको गेटमा यस चस्मा लाउनु राख चस्मा मेरो चस्मा छैन उनी हेर्नु नेपालको झन्डै झन्डा छ फरारा पारेको पसलै पछि यहाँदेखि चाहिँ है
कस्तो राम्रो छ है अब छिरा हौ हौ अरे यहाँदेखि पसल छ सारीको पसल चाहिँ यहाँ रहेछ है खोइ त सारी देख्ने त यहाँ चाहिँ ए पसलै यहाँ रहेछ ओ माई गॉड हाट भएर हो कि क्या हो नमस्ते 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 अब हाम्रो चाहिँ भिडियो त धन्यवाद सबै पर्छ है पर्छ केही न केही पर्छ ताउदो पर्छ मोमोको के पनि छ यो फेरि लानलाई अप्ठ्यारो पर्न त यही पठाइदिइहाल्छु नि काट्नु पर्यो पठाइदिइहाल्छु नि पर्यो भन्दा चाउचाउ पनि पर्छ 500 पर्छ कि सोध गाडी पनि छ के हो 500 को काट्नु त्यो त लक्कीको खेल हो नि त पर्न नि सक्छ के पर्छ थाहै हुँदैन म त अनलकी छु हो ल काट पैसा तिर न अनि झिक न तिमीले झिकेर हेर होइन पहिला यता काट्छ पहिला एकछिन पक्नु यहाँ लगेज छ चाउचाउ छ पहिला यो काट्ने परेन भने चाहिँ अब यो दुईटा मात्र बुढाबुढीको ल लकी रहेछ क्या लकी रहेछ ल क्यौदैमा त छ न ऊ यता चाहिँ छ क्यौदाईको कार्ड पहिल्यैदेखि चुलाउँछ मैले एउटा निकालेर पर्यो क्या अनलकी हो कि यहाँ सरी एउटा मात्र मलाई काट्नु भन्नु मात्र छ भने कति एउटा झिके अर्को एउटा हो फ्लावर रेड फ्लावर रहेछ यो एक दुई तीन 4,000 आजसम्म झडा नगर्नु होला एउटा सिकाउने आइसिनुहोस् है त हातमा त लिइरहनु छैन राम्रोसँग गर्नु ल यहाँ हाम्रो भाइरल जोडी आइसक्नु भएको छ बिरयानी लिनलाई ल तपाईँहरू आउनु होला कहाँ बस्नु उतै बसेर खाउने मेरो नै सामान यही मिल्दैन नबस्ने धेरै पछि झोलमा खाँदैछु नेपाल मोमो भनेर फुडाएर खाने चिज नै होइन
हो ल टेस्ट नै हराउँछ साँच्ची भनेको खोइ यहाँ हाम्रो त मोमोमा त मासु पनि रहेछ भित्र तिमीहरू चाहिँ त हेर्दा ल अफ भयो छैन काजी चक्कुरी कस्तो छ दाइ कस्तो छ दाइ कस्तो छ मिठो छ एक्लै एक्लै आएर बङ्गुरको मासु खाने यो पानी चाहिँ कहाँ पाउँछ राइस कुकर राइस कुकर ल बजाइ छ राइस कुकर पनि पर्यो साँच्चै हो नि ल के भन्नुभएको यत्रो युट्युबमा त साँच्चै हो ल भाइसी दिदी कहाँ गयो यतिकै हो त्यो त अनि होइन त्यो त यतिकै रहेछ ल ओके हामी चाहिँ अब खाजाखानातिर जान्छौँ मान्छेको कति धेरै भइसक्यो है फिर्ता गर्नुपर्छ क्या है त्यत्रो मैले भनेको त अनि अब चाहिँ खाने बित्तिकै यो हार्दिक धन्यवाद ज्ञापन गर्न चाहन्छु यो साथै आजको भनौँ यस वर्षको नेपाली ड्रेसमा आउनेहरू चाहिँ नेपाली ड्रेसमा आएर चाहिँ के सबै मान्छे छ लाज लाग्छ फ्यानहरू आयो अहिले त चिसो भइरहेछ छुच्ची हो छुच्ची बाई बाई हामी यतापट्टि फेरि धन्यवाद धन्यवाद
भयो हस् 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 बाई 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 ल बाई 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 छैन त्यस्तो भ्यायो भ्यायो ओहो झोला लिनु पर्छ बहिनी उ त्यो झोला 2 दिनु न तर मेरो टाउको चाहिँ दुख्यो जाडोले तर प्रीति आलेले लास्टमा सताइदियो हेरेको हामी त हेरेको हेरे भयो क्या हो धन्यवाद हजुर अझै फर्किनु तपाईँहरूलाई नि धन्यवाद हस् हस् ल दिमागमा राख्ने है मैले भनेको कुरा ल म चाहिँ टिकटकको फ्यान है केही नै होइन पर्सनल त चिने होइन होला दुईजनाको एकदम ठुलो फ्यान है टिकटकको है एकदम यो झगडा चाहिँ साह्रै मनपर्छ कि झगडा मनपर्छ मेरो नि परिरहन्छ मेरो चाहिँ रियल हो तपाईँहरू चाहिँ रिलको हो है थाहा छ एकदम एउटा फोटो चाहिँ खिच्छु है मिल्छ भने खिचिदिनु होला है मिल्छ मिल्दैन ल ल अनि फाइनली हामी चाहिँ प्रोग्राम सकेर पनि आयो है अनि हाम्रो धोङदाई चाहिँ प्रीति आलेलाई हेरेर बिहोसै भएछ खै अहिले होसमा छ कि छैन हेलो 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 होसमै रहेछ धन्न पुरै खतरा तर उहाँको होइन प्रीति आलेको चाहिँ पर्फर्मेन्स चाहिँ सरू पनि हेरेको हेरे सरूले पनि फर्स्ट टाइम हेरे हो मैले चाहिँ सेकेन्ड टाइम हो कि लाइभ प्रीति आलेको काङ सिमजी बर माथि मुनि होइन हौ माथि हो आयो टाउको पनि दुख्यो भोक पनि लाग्यो है त्यहाँ अब प्रोग्राममा खाएकोले यहाँ पेटको गुदीमा नि पुगेन हेर्नुहोस् 5वटा मोमो त्यो पनि यत्रो त्यो यत्रो सानो सानो थियो मस्तले झोल मोमो खान्छु भनेर आएको झोल मोमो भनेको प्योर झोल मोमो नेपालको जस्तो कहाँ पाउनु होइन पाएन जो सबैजनासँग भेट्यो रमाइलो भयो डान्स गरेको मान्छे नभएको बेला छिटो राखिदिएर तनाव भयो टाउको दुख्यो सरूलाई टाउको दुख्यो अब चाहिँ हामी घरतिर फर्किँदैछौँ भोक पनि लाग्यो बिचमा एकछिन छिरेर फाटाफुटा के खान्छौँ त्यसपछि चाहिँ घरतिर स्ट्रेट जान्छौँ 1-2 घन्टा चाहिँ 2-3 घन्टा चाहिँ लाग्छ हामी चाहिँ यहाँ रुममा आइपुगेको रुममा कुमामत्तोमा आएर पनि सिधै घर नगइकन यहाँ दाइको रुममा फेरि पाहुना खाना आएको छ न्यु इयर रे भोलि न्यु इयर भएको भएर आज चाहिँ न्यु इयरको पार्टी चलिरहेको रहेछ यहाँ चाहिँ त्यही भएर हामी चाहिँ न्यु इयरको पार्टीमा चाहिँ छिर्न आएछौँ कस्तो माहौल छ त्यो पनि देखाउँछु सबैजनाको टाउको दुखेर सबैजना बिरामी भएको छ त्यही पनि हेरौँ न आइते म देशका नमस्ते ए ठाउँ छ नमस्ते आमै पुरै नयाँ वर्षको शुभकामना सबैलाई नमस्ते नमस्ते तपाईलाई चाहिँ कहाँ देखि जस्तो लाग्यो भनेर मैले मेसेज गरे है तपाईको लागि के बेर मात्रै को हुनुहुन्छ भ्याइसक ल अब सेकेन्ड लट पनि सुरु गर्ने सबै मिलेर भाडा राखेर खाइदिने तपाईँहरू किन बुढा नेपालमा भएको भएर त्यति राखेको बुढालाई तिम्रो नि मैले बिहे नगर भन्दा भन्दै बिहे गरिरहेको बस्नु न सबैजना किन उठ्नु भएको त्यस्तो भनेर कहाँ हुन्छ सबै बसौँ एकछिन सबैसँग निस्क्यौँ आज पाहुनाको है यहाँ दिदीले यस्तो मिठो छ कि खाउ खाउ लाग्ने
सुँगुरको मासुमा पल्क्यो नि गन्धर्वती ढल्क्यो नि। अनि यहाँ फेरि तामाङ हैन म त गन्धर्वती कुखुराको साप्रो रातो रातो के हो साप्रो भने चाहिँ कुखुराको फिला त्यस्तो भन्न साप्रो अनि माछा टाउको 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 खाँदैन टाउको खाउ लाग्छ तर आज सुरु भएको छैन जुडो खानु गरे भने म जुडो खाँदैन यहाँ अचार छ पापड हामीलाई यति धेरै मेरो चाहिँ चिया हो गाइज बनाएर दिनुभएकोमा दिदीलाई चाहिँ थ्याङ्क यू मुरी मुरी धन्यवाद। यो छ हाम्रो स्पेसल मेरो चिया हो भन्नु हुँदैन। अनि सबैजनालाई चाहिँ अब हामी चाहिँ यसरी न्यु इयर मनाउँदैछौँ, तपाईँहरू पनि न्यु इयर मनाउनु होला। सबैजनालाई नयाँ वर्षको शुभकामना। अनि यो बनाएर दिने दिदीको पनि हल्का यता खिचिदिनु प्लिज। दिदी हामी गर्नु पर्यो। दिदी बिजी हुनुहुन्छ हो क्या? दिदी यता आउनु पर्यो। तपाईँ नआए त सुरै हुँदैन यहाँ। दिदी ल दिदी यहाँ आउनु। ल हाम्रो दिदीलाई धेरै धेरै धन्यवाद। दिदीले यति मिठो बनाइदिनु भयो। हामी चाहिँ पहिलोचोटि आएको थियो, पहिलोचोटिमै खाना पाइयो। अब मेरो के भएको बुढी मेरो साली पनि खिच्दियो न त्यो क्यामेरा मेरो लागि। हाम्रो भिडियो बनाइदिनु भएको मेरो साली पनि धेरै धेरै धन्यवाद। दिदी हैन बहिनी मेरो साली हो के? मेरो त बहिनी हो र। तिम्रो बहिनी हो दिदीको नामै हैन। बोला न हो बोला। म भयो दिदी। बहिनी हो बहिनी 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 नै ल बहिनी हाम्रो कति वर्ष भयो? मिल्छ दिदी होला म भन्दा त रेणु थापा मगर छ यो सर्च गर्नु त।